नालगुम्बुको पसलको बारेमा केही जानकारीहरू दिन गइरहेको छु। लेट्स फलो। के भनिरहे? हेलो गाइस, अब वेलकम टु अनि गुम्बाको ए बारेमा भित्र जानु भनेको पसलभित्र? पसलको आज चाहिँ पसलको बारेमा केही भन्न चाहन्छु भन। ल ल ल 1 2 3 भने। ल 1 2 3 गो। हेलो गाइस, आज म तपाईहरुलाई हाम्रो नालगुम्बुको पसलको बारेमा केही जानकारीहरू दिन गइरहेको छु। लेट्स फलो। ओ लोकेसनहरु भन्न कहाँदेखि कहाँ आउनुपर्छ भनेर। हैन तपाई नालगुम्बुको भित्र पस्नु बित्तिकै यो आँगनको ठक्कै यतापट्टि राइट साइडमा आउनु होला। ओ राइट साइडमा हो है। यहाँदेखि यता राइट साइडमा हो यता यता आउनु यता। तपाईँ यहाँ यता आउने बित्तिकै यता सप अलिक कुचेको छ। तपाईँले पछि सिधा पारिदिनु। यो चाहिँ एन्टिक हो, यो चाहिँ एकदम पहिलेदेखि नै त्यो 5 वर्ष अगाडि लेखेको हो। अहिलेसम्म कलर गएको छ। यो चाहिँ तपाईँहरूलाई हाम्रो सप कतिको के भन्छ इमान्दार लोयल छ भनेर बुझिन्छ होइन। यो नामै हेर्न सक्नुहुन्छ। ल इधर आउला। यहाँदेखि तपाईँहरू आज चाहिँ शनिबारको दिन होइन, शनिबारको दिन शनिबारको दिन हो अनि एकदम गर्मी पनि छ। समरको सिजन चलिरहेको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो यो फ्रिज। तपाईँहरूलाई कुल्फी आइसक्रिम बरफ जे चाहे पनि यता हेर्न सक्नुहुन्छ। अनि त्यसपछि यतापट्टि हाम्रो फ्रिज छ। अहिले त अलिक खाली खाली छ, अब भोलि एकदम बढ्ने छ। ल अब यहाँ सबै एकदम सामानहरू छ, एकदम जिनेन सामानहरू छ यहाँ। एकैदेखि चिने एकदम होइन फ्रेस तपाईँहरूलाई जुन किन्यो भने फ्रेस। डेट एउटा पनि छैन होइन। डेटको कुनै चिन्ता लिनु पर्दैन, ग्यारेन्टी त छ। हिजो फ्याक्ट्रीबाट लिएर आएको यो फ्याक्ट्रीबाट लिएर आएको हो। हिजो भर्खर ताजा अलिक तातो पनि छ। अनि तपाईँहरूले हेर्न सक्नुहुन्छ यो करेन्ट सिन रामेन पुरा चाइनाबाट मगाएको हो। यो 2 दिन भयो भर्खर आएको, नेपाली होइन यो चाइनिज खाना। ल चाइनिज एउटा यो चाहिँ प्योर नेपाली करेन्ट सिजी कम्पनीको हो। यो तपाईँहरूले कुनै डाउट पनि छैन। यो खायो भने अलिकति बिरामी हुन्छ। हाम्रो हाम्रो सपकिपर लट्ठी बोकेर बस्नु छ। लट्ठी किनभने कहिले फेरि यता हामी उहाँलाई केही प्रश्नहरू गर्न गएको छु। हजुरहरू कति भयो यहाँ सपकिपर बन्नुभएको? लगभग 10 वर्ष भयो होला। अनि आम्दानी कसरी हुन्छ नि? आम्दानी त एकदमै धमाधम दिनको हिसाबमा दिनको भनौँ न 1 करोड चाहिँ हुन्छ। यहाँ सोच्न गफ हान्ने रहेछ होइन। अब यहाँतिर हेलो, हामीलाई एकदम सिक्रेटहरू यो नामहरू के भन्नु भएन मलाई। 1 लाख भन्दै थियो। अनि हुन त 1 करोड जति हुन्छ होला आम्दानी, तर पनि जुट बोलेर 1 लाख ढुकाउनु पऱ्यो नि। यो चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो चाहिँ उडुसको अक्सु थियो, सर्प मार्ने है। तर हामीले चाहिँ मार्दैन फेरि। यो चाहिँ के हो भने चाहिँ अब तपाईँहरूले बेच्नको लागि मात्र राखेको हो। आजकल एकदम धेरै प्रेम रोगहरू लागेको छ। यो चाहिँ भारेन्साले हिजो भर्खर लागेको खाता। अनि हेर्न सक्नुहुन्छ यो चकलेटवाला इलिजर कहीँ पनि पाउँदैन। यो नालुङमा मात्र हो। यो वाटरमेलन इलिजर, पाइनएप्पल इलिजर, अनि लिची इलिजर, कोकोनट सबै देख्न सक्नुहुन्छ। इलिजर र कटर छ यहाँ। अरू के को इन्ट्रो गर्ने? अब त कर्म भएको हो। यो कहाँ छुट्टी छ? यो 50 क्यारेटको सुन। यो ढोना थापाले गिफ्ट दिएको। ढोना भाइले अस्ति भर्खर गिफ्ट दिएको हो। यो 50 क्यारेट खाने बदाम यही हो। रोनाल्डोले खाने बदाम यतापट्टि मेसीले उता के अरे के भन्छ त्यो म्यामी होइन अर्जेन्टिनाबाट पठाएको पेप्सी हो। यो हाम्रो फ्रिज
फ्रिजभित्र देख्न सक्नुहुन्छ पानी छ, जुस छ, स्ट्रिङ छ, रेड बुल छ, इनर्जी ड्रिङ्कहरू धेरै छ। तपाईँहरूलाई चाहिएमा खबर गर्ने होला 9761523456 मा कल गर्नु होला। सुकिसक्यो एकदम त्यो मनी प्लान्ट मनी प्लान्ट धेरै त्यो आम्दानी भएर यो एकदम धेरै आएर यहाँ सुकिछ। पाँचजना मान्छे लोभी भयो। पानी बेसी भयो कि पैसा बेसी भयो त्यो चाहिँ हामीलाई थाहा भएन। यो चाहिँ सबैभन्दा थाहा हुन्छ। यो चाहिँ थाङ्गा चाहिँ यो जाम्बाला भने चाहिँ नोर्गी ग्याल्पो, टिबेटनबाट नोर्गी ग्याल्पो, नेपालीबाट भन्नुपर्दा अब डन एट्र्याक्ट गर्छ उहाँले। अनि के अरे अब यति भन्दै म हाम्रो यो भिडियोलाई यहीँ टुङ्गाउन गइरहेको छु। ल हस्, धन्यवाद। लाइक, सब्सक्राइब, कमेन्ट, राम्रो लाइनमा कमेन्ट गर्नु होला, सेयर गरिदिनु अनि कमेन्ट अनि सब्सक्राइब चाहिँ नभुल्नु होला तपाईँहरूले। बाई बाई, नि हाउ चाइ चान।